सोलो लेभलिङ के हो यो एनिमे बवाल के तारिफ गर्नु यो एनिमेको। फर्स्ट अफ अल हेर्नु बाँच्नु भएन, डोन्ट वेस्ट योर टाइम, हेरिहाल्नुहोस् है। वान अफ द बेस्ट एक्सन एनिमे अफ अल टाइम। एनिमेको जुन लिड क्यारेक्टर छ सङ जिनवो, के हो यो मान्छे, सिग्मा र अल्फामेनको बाउ र जुन इनर्जी र अरा क्यारी गर्छ बवाल। यस्तो दामी क्यारेक्टर कि लाइक सबै केटाहरूको ड्रिम क्यारेक्टर र मिस्टर अरा भनेर पनि पपुलर छ यो मान्छे एनिमे लभर्सहरूको बीचमा। यु विल जस्ट लभ हिम। एक्सन आउनुभन्दा अगाडिको बिल्डअप र स्टोरी प्रोग्रेसन दामी छन् है। हरेक एपिसोड सिद्धिसकेपछि जुन क्लिफ ह्याङ्गर र यस्तो मोडमा छोडिदिन्छ कि तपाईँलाई अर्को एपिसोड हेर्नमा यति हतार हुन्छ कि तपाईँ फटाफट गरेर हेरिहाल्नुहुन्छ है। तपाईँ वेट नै गर्न सक्नुहुन्न, यसरी छोडिदिएको हुन्छ हरेक एपिसोडको एन्डिङमा। झन् सिजन 2 का त हरेक एपिसोड फायर छ है। हरेक एपिसोडको लागि एक हप्ता वेट गर्नु त एकदमै गाह्रो थियो है। त्यो फास्ट पेस्ड एक्सनमा मजा त छँदैछ, सँगै बिल्डअपमा, क्लिफ ह्याङ्गरमा, सङ जिनवूको क्यारेक्टरमा, इभन भिलेन्सहरूलाई हेरेर पनि अलगै मजा छ। रिकर्ड्सहरूको त तोडफोड मचाइ नै सकेको छ यसले। सिजन 2 ले झन् क्रन्ची रोलको सर्भर 2 चोटि तोडफोड मचाइसकेको छ। सिजन 2 को त्यो फाइनल ब्याटल एन्ड किङसँग के थियो, त्यो के गर्नुहुन्छ यार। सिजन 2 को सुरुवातदेखि नै फाइट आफ्टर फाइट, मेजर भिलेन्स, पिक सिनेमा। यो अब सोलो लेभलिङ सिजन 2 को फाइनल एपिसोड 13 बाँकी छ। अब खतरा बिल्डअप हुनेवाला छ, यो त कन्फर्म नै हो। आई थिङ्क के हेर्न मिल्न सक्छ भन्दाखेरि मेरो गेस छ है, सङ जिनवूको जुन बुवालाई हामीले एउटा एपिसोडमा हेरेको थियो सिजन 2 को, जो चाहिँ अमेरिकाबाट जापान आउँदैछन् है। र त्यो एपिसोड पछि त्यो कुराले कतै पनि हेरेको छैन। सो मेबी अब लास्ट एपिसोडमा त्यही कुरा हेर्न मिल्ने छ कि या अरू पनि केही हुन सक्छ है। सो यो मेरो तर्फबाट फुल सजेसन छ है, गएर हेरिहाल्नुहोस्। इभन भर्खर एनिमे स्टार्ट गर्नुभएको छ या एनिमे हेर्ने सोच बनाउँदै हुनुहुन्छ भने स्टार्ट गर्नुहोस् सोलो लेभलिङबाट। फर्स्ट सिजनमा 12वटा एपिसोड्स मात्रै छन् र सेकेन्ड सिजनमा 13वटा। सो कति बेला तपाईँको समय बित्छ, कति बेला तपाईँ हुक भइहाल्नुहुन्छ तपाईँलाई पनि थाहा हुँदैन। बाँकी त तपाईँ भन्नुहोस्, यदि तपाईँहरूले सोलो लेभलिङ एनिमे हेरिसक्नु भएको छ भने कस्तो लागेको छ, आफ्नो प्रतिक्रिया कमेन्ट सेक्सनमा लेखिदिनु होला। र अहिलेसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। जय नेपाल।